मदरसा विधेयकको पटक पटक विमला अन्सारीज्यू संसदमा कुरा उठाइरहँदा पनि कसैले सुन्नवाला छैन। नमस्कार सम्पूर्ण दर्शक वृन्दहरुमा, आज हामी एउटा संवेदनशील तर अन्त्य महत्त्वपूर्ण विषयमा कुरा गर्न गइराखेका छौँ। मध्य प्रदेशमा मदरसा विधेयक किन आवश्यक छ? यो विषयलाई कुनै धर्म समुदाय वा आस्था विरुद्धको बहसको रूपमा होइन, बरु शिक्षा, पारदर्शिता र संविधान, राष्ट्रिय एकता र भविष्यको पुस्ताको अधिकारको रूपमा बुझ्न जरुरी छ। नेपाल एउटा बहुधार्मिक, बहुभाषिक र बहुसंस्कृति देश हो। यहाँ हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई लगायत सबै समुदायको समान मान र सम्मान छ। नेपालको संविधान सबै नागरिकलाई आफ्नो धर्म मान्ने, संरक्षण गर्ने र शिक्षाको अधिकार दिएको छ। त्यसैले मदरसा शिक्षा पनि नेपालको सामाजिक यथार्थको एक हिस्सा हो। तर प्रश्न उठ्छ, यदि विद्यालय, क्याम्पस, गुरुकुल, गुम्बा, चरु सम्बन्धी संस्था कानुनी दायरामा आउन सक्छ भने मदरसाहरू पनि व्यवस्थित र पारदर्शित हुनुपर्छ कि पर्दैन? यही प्रश्नको उत्तर खोज्न मदरसा विधेयकको आवश्यकता देखिएको छ। मदरसा विधेयक भनेको के हो? मदरसा विधेयक भनेको मदरसालाई कानुनी ढाँचाभित्र ल्याउने, दर्ता गर्ने, शिक्षाको गुणस्तर सुनिश्चित गर्ने, विद्यार्थीको भविष्य सुरक्षित गर्ने र राज्यको निगरानीभित्र ल्याउने कानुनी व्यवस्था हो। यसले कसैको धर्म परिवर्तन गर्ने, धार्मिक स्वतन्त्रता खोज्ने वा मुस्लिम समुदायमाथि हस्तक्षेप गर्ने उद्देश्य राख्दैनन्, बरु यसको मुख्य उद्देश्य हो शिक्षालाई व्यवस्थित बनाउने, विद्यार्थीको अधिकार सुरक्षित गर्ने, पारदर्शिता कायम गर्ने, आधुनिक शिक्षासँग जोड्ने, राष्ट्रिय शिक्षा प्रणालीसँग समन्वय गर्ने। किन आवश्यक छ मदरसा विधेयक? शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन धेरै मदरसाहरू उत्कृष्ट ढङ्गले सञ्चालन भइरहेका छन्, तर केही ठाउँमा दर्ता पाठ्यक्रम, शिक्षक योग्यता र विद्यार्थी अभिलेख स्पष्ट हुन सकेको छैन। यदि कानुनी मापदण्ड बनेन भने भविष्यमा विद्यार्थीहरूले मान्यता प्राप्त प्रमाणपत्र नपाउने, उच्च शिक्षा वा रोजगारीमा समस्या हुने सम्भावना देखिन्छ। मदरसा विधेयकले यही समस्यालाई समाधान गर्न सक्छ। धार्मिक शिक्षासँगै आधुनिक शिक्षा जोड्न। आजको समय केवल धार्मिक ज्ञानले मात्र पुग्दैनन्, विद्यार्थीलाई विज्ञान, गणित, कम्प्युटर, अङ्ग्रेजी, नेपाली, सामाजिक शिक्षा जस्ता विषय पनि आवश्यक हुन्छन्। यदि मदरसामा धार्मिक शिक्षासँगै आधुनिक शिक्षा जोडियो भने मुस्लिम समुदायका विद्यार्थीहरू पनि प्रतिस्पर्धित बन्न सक्छ। उनीहरू शिक्षक, डाक्टर, इन्जिनियर, प्रशासनिक अधिकृत, पत्रकार, वकिल लगायत विभिन्न क्षेत्रमा अगाडि बढ्न सक्छ। पारदर्शिता र विश्वासमा बढाउन कुनै पनि संस्था कानुनी दायरामा आएपछि समाजमा विश्वास बढ्छ। यदि मदरसाहरू दर्ता भएका छन् भने विद्यार्थीहरू अभिलेख राखिन्छ, आर्थिक स्रोत पारदर्शी छन्, शिक्षकको विवरण स्पष्ट छन् भन्ने समाजमा अनावश्यक शङ्का र भ्रम पनि कम हुन्छ। यसले मुस्लिम समुदाय र अन्य समुदायबीच विश्वासको वातावरण बलियो बनाउन मद्दत गर्न सक्छ। विद्यार्थीको भविष्य सुरक्षित गर्न। कुनै बच्चाले 10-15 वर्ष धार्मिक शिक्षा पढेपछि यदि उसले सरकारी मान्यता प्राप्त प्रमाणपत्र नै पाए भने भविष्यमा ठुलो समस्या हुन सक्छ। मदरसा विधेयकले यस्तो अवस्था हटाउन सहयोग गर्छ। यसले विद्यार्थीलाई उच्च शिक्षामा अवसर, सरकारी मान्यता, छात्रवृत्ति, रोजगार अवसर जस्ता क्षेत्रमा पहुँच दिन सक्छ। के मदरसा विधेयकले मुस्लिम समुदायलाई दबाब दिन्छ? यो प्रश्न धेरैले उठाउँछन्। यदि विधेयक निष्पक्ष, संवैधानिक र सबै पक्षसँग छलफल गरेर बनाइयो भने यसले कुनै समुदायलाई दबाब दिने होइन, बरु अधिकार सुरक्षित गर्न काम गर्छ। नेपालको संविधानले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिएको छ। त्यसैले कुनै पनि कानुन संविधानमाथि हुन सकिँदैनन्। यदि सरकारले कुनै विधेयक ल्याउँछ भने त्यसले धर्म मान्ने अधिकार, धार्मिक शिक्षा दिने अधिकार, संस्कृति पहिचान यो सबै समान गर्नै पर्छ। त्यसैले मदरसा विधेयक बनाउँदा मुस्लिम समुदाय, शिक्षाविज्ञ, अभिभावक, नागरिक समाज र कानुनी विशेषज्ञ सबैसँग परामर्श आवश्यक हुन्छ। अन्त्यमा समुदायलाई असर पर्छ कि पर्दैन? यदि विधेयक निष्पक्ष र समान रूपमा लागू भयो भने यसले अन्य समुदायलाई नकारात्मक असर गर्दैन, बरु एउटा सन्देश जान्छ कि नेपालमा सबै शैक्षिक संस्था कानुनको दायरामा समान स्वरूप व्यवस्थित हुनुपर्छ। यसरी विद्यालयको नियम हुन्छ, क्याम्पसको मापदण्ड हुन्छ, गुम्बा वा गुरुकुलको व्यवस्थापन हुन्छ, त्यसै गरी मदरसाको पनि व्यवस्थापन हुन सक्छ। त्यसैले समानता र सुशासनको भावना बलियो बनाउँछ। सरकारले के ध्यान दिनुपर्छ? सरकारले यो विषयमा राजनीतिक नाराबाजी वा समुदाय विभाजनको माध्यममा बनाउनु हुँदैन। सरकारले संवाद गर्नुपर्छ, समुदायको भावना बुझ्नुपर्छ, शिक्षा सुधारलाई प्राथमिकता दिनुपर्छ, धार्मिक अधिकारको सम्मान गर्नुपर्छ। यदि कानुन बनाउने नाममा समुदायलाई डर देखाइयो भने त्यसैले सामाजिक तनाव बढाउन सक्छ। तर यदि विश्वास र सहकार्यको वातावरण बनाइयो भने यो विधेयक शिक्षा सुधार ऐतिहासिक कदम बन्न सक्छ। मुस्लिम समुदायले पनि किन सकारात्मक रूपमा लिनुपर्छ? यदि मदरसा शिक्षा व्यवस्थित भयो भने विद्यार्थीको भविष्य बलियो हुन्छ, समाजमा सम्मान बढ्छ, राज्यसँग समन्वय बढ्छ, रोजगारी अवसर खुल्न सक्छ, आधुनिक शिक्षामा पहुँच बढ्न सक्छ। यसले मुस्लिम समुदायलाई कमजोर होइन, अझ सशक्त बनाउँछ। धर्म र आधुनिक शिक्षासँगै अघि बढ्न सक्छ। एक हातमा धार्मिक मूल्य, अर्को हातमा आधुनिक ज्ञान, यही आजको आवश्यकता हो। सबै समुदायलाई सन्देश, नेपालको सबै साझा देश हो। यहाँ कुनै पनि समुदायलाई शङ्काको नजरले होइन, सहकार्यको भावनाले हेर्नुपर्छ। यदि कुनै नीति ल्याइन्छ भने त्यो संविधानसम्म होस्, समानतामूलक होस्, पारदर्शी होस्, सबैलाई समेट्ने खालको होस्। त्यही नै लोकतन्त्रको सुन्दरता हो। निष्कर्ष, मदरसा विधेयकको उद्देश्य यदि शिक्षा सुधार, पारदर्शिता छ भने विद्यार्थीको भविष्य र राष्ट्रिय समन्वय हो भने यसलाई सकारात्मक बहसको रूपमा लिन सकिन्छ। तर यदि कसैलाई राजनीतिक लाभ, धार्मिक विभाजन वा समुदाय लक्षित गर्ने माध्यम बनाइयो भने त्यसले देशलाई कमजोर बनाउन सक्छ। त्यसैले आज आवश्यकता के छ भने संवाद, समझदारी, संविधानको समान र सबै समुदायबीच विश्वास। नेपाल तब बलियो हुन्छ जब यहाँका सबै समुदाय शिक्षित, सुरक्षित र सम्मानित हुन्छ। धर्म फरक हुन सक्छ, भाषा फरक हुन सक्छ, संस्कृति फरक हुन सक्छ, तर देश त एउटै हो, हाम्रो नेपाली र हामी नेपाली। धन्यवाद र सम्पूर्ण नेपाली दाजुभाइहरू भिडियोलाई सेयर गर्नुहोला, सबैजना मलाई फलो गर्नुहोला र माननीय विमला अन्सारीज्यू मध्य प्रदेशमा पटक पटक कुरा उठाइरहनु भएको छ। तपाईँले पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। दबाएर भिडियोलाई सेयर अवश्य गर्नु।